प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जिम्मेवारी सम्हालेको भोलिपल्टै 3वटा कदम सार्वजनिक गरेका छन्। मंगलबार उनले सामाजिक सञ्जाल मार्फत 3वटा कदम सार्वजनिक गरेका हुन्। काम तुरुन्त अघि बढाउन मैले 3वटा साना तर महत्वपूर्ण कदमहरू उठाएको छु, उनले भनेका छन्। पुनका 3 बुँदे कदम यस्ता छन्। 1 नम्बर, सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य। नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा 1 जनाको दरबन्दी तोकी अनिवार्य रूपमा कम्प्युटर शिक्षा नियुक्त गर्नुपर्ने व्यवस्था गर्ने। 2 नम्बर बुँदा, परीक्षाफल प्रकाशन 3 महिना भित्रै गर्ने। केही विश्वविद्यालयले 8 महिनादेखि 1 वर्षसम्म परीक्षाफल निकाल्न ढिलाइ गर्ने प्रचलन अन्त्य गर्न निर्देशन दिने। उनले भने अब बढीमा 3 महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्नुपर्नेछ। समयमा ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गरिनेछ। 3 नम्बर बुँदा, त्रिवी परिषद सफाई र सौन्दर्यकरण। त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा रहेको झाडी फाड्ने, ठूला रुख नकाट्ने गरी र आकर्षक बगैँचा र फुटपाथ निर्माण गर्ने। पुनले मंगलबार भने 12 कक्षाको 5 लाख विद्यार्थीको नतिजा राष्ट्रिय परीक्षा बोर्डले 3 महिनामै निकाल्छ भने विश्वविद्यालयले वर्षौं ढिलाइ गर्नु अस्वीकार्य छ। सुधार गर्न अवैधता चल्दैन। उनले साना भए पनि यी कदमहरूले शिक्षा क्षेत्रमा सुधारको सन्देश दिने र विश्वविद्यालय तथा विद्यालयको शैक्षिक गुणस्तर